चुरी च्यागो लिपस्टिक छैन त यस Let's go. Hello guys. थकिदो पुरै सासुरोको यस्तो छ त आकाश त तलतिर चाहिँ अनि यो के हो beautiful. बनाउनु छैन बेटा back side. Ayo.
छैन कि ढाड दुख्छ उनीहरू सबैको समस्या ढाड दुख्ने घुँडा दुख्ने गुडा ढाड यो रोटै रोट जानु पर्ने होला माथि पार्क होइन अब होइन होला के हो तर्साएन मामी यो भिडले तपाईँहरूलाई हाम्रोतिरै कत्रो आएको थियो त्यो भिडले तर्साएन नसा चेपेको भएको थियो नि नसा चेपेको लडेको होइन नसा चेपेको लडेको त होइन कि नसा यस्तोको चेपेको रे अनि त्यही माथि फेरि हात भाँचेपछि अनि त्यतिकै नि बिचरा घडी लाउनु थियो यहाँ माथि पुग्थ्यो फेरि लाउनु चाहिँ नछोड्ने कि बस्नु भएन एकदिन पनि यस्तो गर्मीमा को बस्छ माथि कति तल माथि चढेर बस्छ अब चाहिँ चिन्ता गर्दै हिँड्नु पर्ने अहिले त त्यही घरकै यता अब आलु सालु रोप्नु भन्दै हुन्थ्यो Hi guys. Hello. नमस्ते हाम्रो ब्लगमा हजुरहरूलाई स्वागत छ हामी चाहिँ आइसकेको छौँ किरात पार्क डाँडामा आइसकेको छौँ यो चाहिँ के हो भने पिकनिक भएकोमा आउनुहोस् यहाँको दृश्य हेर्नलाई यस्तो दामी सुन्दर दृश्य हेर्नुहोस् साथीहरू छाता बन्द गर बेबी हजुरहरू पनि आउन सक्नुहुनेछ किरात पार्क यतिको चाहिँ हुनु पर्यो यतिको भएन भन्दा नि फेरि कितना सुंदर है ये देखो ये फ्लावर देखा है क्या तुम लोगों ने ये फ्लावर कितना अच्छा है रे भाई ये क्या भूर भूर करता है आ जाओ लड़कियां के बेबी
क्याट पार्कमा कोही बेला आइदिनु होला। यति धेरै सुन्दर दृश्यले मेरो आँखामा आँसु आइरहेको छ भन्दै नानै भन्छ। नाना आङा आले जियो जियो आले भनेको त भाइ हो। नाना आङा ओ जो आले सयो सयो खाइ गर्ने के ला 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 लासो त्यो छाता त्यो झोलामा हाल त बेबी। कमी त स्वर्गै आएको जस्तो हुन्छ रहेछ यार। माथि टपमा जस्तो नि। अब पर यलम्बर राजा भएकोमा जाँदैछौँ। किरात पार्कको यो अप्ठ्यारो बाटोलाई छिचोल्दै हामी चाहिँ यहाँ चाहिँ हाम्रो सम्झिहरू परतिर त्यो डाँडामा चाहिँ किरात यलम्बर जूको मेरो हेयर स्टाइल छ दुईचोटिमा सकिसकेको बनाएर यस्तै छ। कपाल नराम्रो भएपछि स्टाइल गर्न नजानेपछि यसरी दुःख पाइन्छ साथीहरू। कस्तो अब यहाँ हाम्रो हेयर स्टाइल आउनुहुँदैछ। मेरो खतरा गरेर यता नि हुनुहुन्छ हाम्रो साथीहरू। अनि यता चाहिँ पुरो पाकिसकेको छ। अब चाहिँ हामी त्यो माथिको डाँडादेखि आएर चाहिँ यस्तरी हुँदैछ।
छ हाम्रो जिन्दगी। So guys, hello, नमस्ते सम्पूर्णमा हेर्नुस्। ओइ 0.5 आउँदैन? हाम्रो यो किरात पार्क एकदमै सुन्दर रहेको छ। साथै यहाँदेखि चाहिँ पुरै यस्तो दामी दृश्य हेर्न सकिन्छ हैन। हेर्नुस् त्यो माथिको चाहिँ लामा गाउँ हेर्नुस्। यो डाँडा काँडा यति धेरै सुन्दर दृश्य हेर्न सक्नुहुन्छ। साथै म पनि देख्यौँ हैन घरिघरि। यहाँ चाहिँ किराती राजाको सायद राजा नै हुन्छ होला। किराती राजाको चाहिँ यहाँनिर मूर्तिलाई के भन्छ? मेन किरात पार्क साथै किरातमा त्यो हुने के भन्छ हौ सरसामानहरू त होला संस्कृति झल्काउने कुराहरू चाहिँ हामीले यहाँ देख्न सक्छौँ। हेर्नुस् हेर्नुस् नट डन्ट टच मार्छ। अदुवा हेर्नु न, अदुवा त डेन्जर छ। अदुवा त अनिवार्य हो नि त। फेरि रक्सीहरू हुन्छ हौ। हेर्नुहोस् त साथीहरू, सबैजना आउनु होला किरात पार्कमा। हेर्नुहोस् त अहिलेको टाइम भनेको चाहिँ यो सयपत्रीको हो। 100औं पत्री भनौँ न, 100वटा पत्री भएको। अस्ति यहीँ भएको साखेला सिल्ली हामी जाँदैछौँ। यहाँदेखि चाहिँ यस्तो दामी देखिन्छ नि, यस्तो दामी देखिन्छ।
हेलो Mau ya tadi.